गाह्रो हुँदो रहेछ बाखानमा लाग्यो मासु मेड बाई मुस्कान गुरुङ हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आज चाहिँ म मेरो कजन्सहरूसँग अनि हामीहरू आउट अफ नोवेयर हाइकिङ जाम भनेर उफ्रेकोहरू बिहानको 10 बजे हाइकिङ जाँदैछ 8 बजे त म मासु लिन पुगेँ थिएँ बल्ल जो कि पकाउने जिम्मा फेरि मेरै थियो कि अलि मतलब पकाउने कुरा उनीहरू त यिनीहरूले पनि तिमीहरूले केमा हालेर आएछ त उ त्यो करेन्ट हड्केसमै हाम्रो नि हड्केस आया भोक लाग्यो वो दामी देखेको हेर्नु न खोला खोला हेर्न खोला खोला दामी देखेछ तिमीहरू त भनेको म पकाउन मन लागेन त्यो पकाउन मन लागेन भने मैले मै पकाउँछु भनिदिएँ गाइजहरू खोला हेर्नु लुक्स दामी चलो चल्ता हे रानीवन जान लागेको हामीहरू चाहिँ अनि यता बाटोबाट यो पुलबाट यतापट्टि लाग्नुपर्ने रहेछ कति घन्टा हिँड्नुपर्छ के गर्नुपर्छ केही थाहा छैन इट्स 10:20 राइट नाउ अनि हामीहरूले सुरु गरेँ है त अब हाम्रो हाइक ओ यो पुल रहेछ कि मैले देखेको टिकटकमा उयो वाला got it let's go this way and this way we have to go this way ल यो चाहिँ राम्रो देख्दो रहेछ यहाँबाट यहाँ चाहिँ हुनुहुन्छ हाम्रो दाजु गुरुङ दिपेश गुरुङ गलीहरूको यो भिडभाडमा पनि तिमीलाई मात्र खोजिरहन्छ यो मन कतै हराएको त्यो पुरानो दिन आज फेरि मनमा किन खेल्यो हाइकिङ जानेहरूको हालत यस्तो छ भोक लागिसक्यो आधा बाटो के सुरु हुन भएन भोक लागिसक्यो हो जहाँ पुग्छ पुरा त्यो पर्दैन हामीहरू के त्यो क्यामेराको पनि टावर पनि छ हामीहरू एउटा ठाउँमा त आइपुग्यो अनि दिस इज द भ्यू फ्रम हियर लोले आए ए ओगी उताबाट देखेको सल्लाह धुप पहिला चाहिँ यहाँ पो रहेछ ओह यो सल्लाह धुप ल जम हँसी लजाउने तिम्रै रूप मोहनी तिमीलाई नै सम्झिरहने मन मेरो बैमानी सुसेली सल्लैको दामी देखेछ यो त गाडा पानीको बाटो जस्तो देखियो त दिदी चलो तिम्रो त्यो मुस्कान त्यो मिठो बोल मेरो यो जिन्दगीको सबभन्दा प्यारो पल छ समय बित्दै जाँदा जुत्ता चिप्लेर गयो भने त गयो फेरि तल गएर बाटोहरूमा चाहिँ बर्खाको कारणले रुखहरू चाहिँ मजाले ढलेको रहेछ हावाहुरी बतास त आउने भयो यहाँ पनि यसरी लडेछ दिदीहरू त कपाल बाँड्दै हुनुहुन्छ निशा दिपेश अगाडि पुगिसक्यो म बिचमा छु अनि यसलाई नागेर हिँड्नुहोस् न भक्ट परेछ वल्ला हबिबी पसिना आयो म ज्याकेट खोलिदिन्छु के अरे उकालोसँग सख्त नफरत छ अनि यहाँ पुरै उकालो छ हेर्न सक्नुहुन्छ अनि मेरो अगाडिको भ्यू अहिले यस्तो छ भ्यूसँग म यस्तो देखिरहेको छु भ्यूसँग म यस्तो देखिरहेको छु लेट्स गो गाह्रो हुँदो रहेछ सोच्नुभन्दा धेरै गाह्रो के गर्नु जीवन यस्तै हुँदो रहेछ
ठिकै छ सोचमा धेरै जाँदैछ डेढ चलेर यो यात्रामा मेरोमा छैन कनेक्ट दिदीकोमा हेर्दै जालो जालो Hi from Punaguru. दिवे त एक्लै चल्दियो ऊ दुइटा लम्बुको ओइ दाइ त प्रमिसा प्रमिसा चाहिँ हाम्रो निसाको आचेको छोरी अनि लामो कपाल हेर्नु दुईजना मेरो भन्दा यस्तो लामो यसको त दुईटा त तिनटा तिनटा त मेरो एउटा छ ए कति बाक्लो मेरो कपाल हेर्दा एउटा छ यसको तिनटा थाहै छैन रानीवन रिट्रिट त माथि उता हो टिकटकमा हेर्दा मेरोमा यो खोलिँदै खोलेन कि नत्र मैले सेभ गरेको थिएँ कि अब उतैमा पो सेभ गर्नुपर्छ त ग्यालरीमा म त यहीँ चल्छ होला भन्ने सोचेँ नि त दाइ ओइ पाइस अर्कै बाटो गएको रहेछ क्या हो क्या यो केटीहरू त उताबाट गएको रहेछ क्या हो कि कता कता अनि यस्तो ठाउँ पनि हो त पुल पुल देखा है पुल पुल पुलको यस्तो उसको रोड होइन एक्चुअली बाटो चाहिँ कतिवटा रहेछ र त्यो ठाउँ जाने थुप्रै रहेछ क्या हो क्या है हामी यो बाटो आएको र अब म ज्याकेट खोलेर हिँडिन्छु के त्यही अहिले एकछिनपछि त होइन हाइक त हो जहाँ पुग्छ पुग्छ के एउटा ठाउँमा बस्ने हो खाने पुरा तिम्रो के यो नन्सेन्स सधैँ यस्तै रहन्छ कि कस्तो मेरो यो मुटुको यो सानो व्यथा तिमीसँग बिताएका त्यो पलहरू आज पनि आँखामा छ जस्तै ताजा भन न तिमी बिना कसरी बाँच्छौँ यो जीवनको हर मोडमा तिम्रै आशा एउटा हातमा फोन एउटा हातमा क्यामेरा चलो चलो हामीहरू बाटो भड्किसकेका छौँ यहाँबाट चाहिँ यस्तो देखिरहेको छ अनि यहाँबाट कलकल खोला साइलेजी बगिरहेछ खै कति बेला पुग्छ कति भयो हिँडेको ठ्याक्क 50 मिनट भइछ हिँडेको हुन लाग्यो बेसरी खाइदिएछ यसलाई त जुकाले किन चेपम चिप्नु पर्दैन मोजा त अब पाट टाँसिदिनु त मेरो मोजा त पुरा सेतोबाट कसरी थाहा पाइस् त चिसो चिसो भएर मोजाले टेस्टिन्छ त्यो बेसरी खायो होला टनटन भएर खसी गयो कि त्यो अनि लुसीको दिदीलाई खाइदिएछ गाइजहरू तालबाराई देखियो त्यहाँ देख्न सक्नुहुन्छ तालबाराई अब आउनु गाइजहरू सम्पर्क अनुसार थाहा पायो कि हामीहरू बल्ल स्टार्टिङ बेसमा आइपुगेको रहेछौँ योभन्दा माथि जानुपर्ने छ थाहा त थियो मतलब योभन्दा माथि जानुपर्छ भनेर तर यो चाहिँ स्टार्टिङ मतलब योबाट अझै माथि जानु अझै माथि तर कति माथि भन्ने कुरा थाहा छैन फेरि हामीलाई अब हामी के गर्छौँ यहाँ बस्यो कि भन्दा माथि जान्छौँ अब विल डिसाइड हामीहरू चाहिँ अब त्यहाँसम्म भयो पुगौँ के हुन्छ सल्लाह गरेर विल लेट यु नो है त कहाँ जाने अब कुन त गाडी जाउँ यहाँ छेउछाउमा त बेसरी फोहोर रहेछ
ए हुन त हजुरहरूले त्यस्तो गर्नुहुन्न होला, तर जता पनि यसरी जानुभएको छ भने खानेकुराहरू बोकेर जानुभएको छ भने प्लिज हजुरले खाएको प्लास्टिकको पोकाहरू बोटल्सहरू चाहिँ आफैसँगै वापस लिएर आउनु, प्लास्टिकमा पोको पारेर ब्यागमा पोको पारेर यताउति छोड्ने काम गर्ने होइन, ब्याड ह्याबिट। यहीँ आएको हामी पहिला यस्तो रमाइलो देखेको यहाँ। दिपेशले हामीलाई खोज्दैछ, यस्तो टन्टपुरी घाममा कसले हाइकिङ लिएर आउँछ, बिहान बिहान जाने हाइकिङ तिमीहरू 10 बजे लिएर आउँछस्, अहिले त 11:30 भयो हो के हामीहरू आइपुग्यो। ल गाइज हामीहरू आइपुगिसकेका छौँ। अनि यता चाहिँ मान्छेहरू कायाकिङ बोटिङहरू गर्दै हुनुहुँदो रहेछ, अनि त्यही हामीहरू पनि भयो भने बोटिङ गर्ने। ए ठ्याक्कै 1 घन्टामा आइपुग्यो भन्दा हुन्छ, ठ्याक्कै 1 घन्टामा आइपुग्यो। बाटो उकालो ओह्रालो अलिकति थियो। के मलाई याद छ कि हामी आएको यहाँ, त्यही त मतलब यो बाटो आएको होइन कि, तर आएको चाहिँ हो। बोटमा चाहिँ आएको नि। फोटो खिचेको त्यहाँ के को लागि आएको थियो अरे? ए त्यो अल्फालाई खेलाउन लिएर आएको ठाउँ हो, मलाई त्यही जस्तो लाग्थ्यो कि। हो चलो चलो आओ चल्ते हैं। लुसी र स्विटीलाई लाउन जाऊँ। ओ यो रुखमा यो बस्ने ठाउँ हो है, बस्ने ठाउँ जस्तै रहेछ के ऊ, होइन त है? मान्छे गएर बस्छ होला है नि ऊ, तर कस्तो दामी ठाउँ देखेको है, रिस्की। जाने दिपेश ऊ त्यहाँ बस्न, म देखाउँछु हजुरहरूलाई। दामी देखेको है, रमाइलो हुन्छ होला है। प्लिज बचाउन आउनु न भन्ने त। साथीहरू प्लिज आउनुहोस् न। जान्छस् त? जा दिपेश जान्छस्? म नि जान्छु, त सक्दैनस्? डर छ तर ट्राई गर, निशा डर के आगे जीत है, खतरों के खिलाडी हो। तर नाइस रहेछ भाइ, मम्मीलाई पनि ढुङ्गाटो लाग्छ पो त्यहाँ। ओए वो ट्याक्क कस्तो रमाइलो देखेको। गाइजहरू सम्पर्क अनुसार थाहा पायो कि हामीहरू बल्ल स्टार्टिङ बेसमा आइपुगेको रहेछौँ। योभन्दा माथि जानुपर्ने छ, थाहा त थियो मतलब योभन्दा माथि जानुपर्छ भनेर, तर यो चाहिँ स्टार्टिङ मतलब योबाट अझै माथि जानु, अझै माथि, तर कति माथि भन्ने कुरा थाहा छैन फेरि हामीलाई। अब हामी के गर्छौँ, यहाँ बस्यो कि भन्दा माथि जान्छौँ, अब विल डिसाइड। हामीहरू चाहिँ अब त्यहाँसम्म भयो भने पुगौँ, के हुन्छ सल्लाह गरेर विल लेट यु नो है त। कहाँ जाने अब? कुन यहाँ जाऊँ? यहाँ छेउछाउमा त बेसरी फोहोर रहेछ। ए हुन त हजुरहरूले त्यस्तो गर्नुहुन्न होला, तर जता पनि यसरी जानुभएको छ भने खानेकुराहरू बोकेर जानुभएको छ भने प्लिज हजुरले खाएको प्लास्टिकको पोकाहरू बोटल्सहरू चाहिँ आफैसँगै वापस लिएर आउनु, प्लास्टिकमा पोको पारेर ब्यागमा पोको पारेर यताउति छोड्ने काम गर्ने होइन, ब्याड ह्याबिट। यहीँ आएको हामी पहिला यस्तो रमाइलो देखेको यहाँ। दिपेशले हामीलाई खोज्दैछ, यस्तो टन्टपुरी घाममा कसले हाइकिङ लिएर आउँछ, बिहान बिहान जाने हाइकिङ तिमीहरू 10 बजे लिएर आउँछस्, अहिले त 11:30 भयो हो। ए अँ त नि हो, सँगै बसेर खाने हो कि? पोस्टमा मुलको पानी गर्दा सुपेर लाऊ, मुलको पानी खाऊ। पुरानो बाटो त्यो पुरानो चोक, तिमी बिना सबै सुनसान लाग्छ गलीहरू। निशाको र मेरो प्यान्ट चाहिँ एडजस्टेबलवाला हो। हामीहरूले कति वर्ष अगाडि निशा 1 कि 2 जोस् खुमै जाने भनेर एउटै प्यान्ट किनेर आएको थियो कि हामीहरूले, अनि आज बल्ल युटिलाइज भयो यो प्यान्ट। अनि निशाको जुगाले खायो कि भनेर त्यहाँबाट चेन खोलेर हेरेको बिचमा। ओके गाइज हामीहरू चाहिँ
डेस्टिनेसन थाहा छैन, हिँड्दैछौँ बाटै बाटो हिँड्दैछौँ। कहाँ पुगिन्छ भन्ने कुरा हामीलाई थाहा छैन। तल देखियोस् तल देखियोस्। हामी उता बोटमा आउनु भनेको ऊ यो पोइन्टबाट चाहिँ फेरि माथि लाग्नुपर्ने रहेछ। अझै 1 आवर जति लाग्छ भन्नुभएको छ। हाम्रो यताको भ्यू यस्तो छ। हाम्रो पाराले चाहिँ अब 1.5-2 घन्टा त लाग्छ होला हामीहरूलाई चाहिँ। ओके गाइज, हामीहरू चाहिँ यहाँ आइपुग्यो। अब ओइ त्यो बाटो त डेन्जर ठाडो छ त। तर माथि जाने र अझै ए भगवान्, यहीँसम्म हो मतलब। अब यहाँबाट अरू माथि चाहिँ शान्ति स्तूपा जाने हो भन्नुभएको थियो। भर्खर एकजना मान्छे भेटिनु भएको थियो। यहाँ प्लेन पनि रहेछ त। यी गाइस, यहाँबाट चाहिँ प्यागोडा जाने बाटो रहेछ। ए यहाँ चाहिँ बोटिङहरूको प्राइस रहेछ। अनि यता रेस्टुरेन्ट। अनि अब हामी एउटा माथि उकालो लाग्दैछौँ। अब हामीहरू चाहिँ कुनै ठाउँ पायो भने, सम्म जस्तो ठाउँ पायो भने चाहिँ बसेर यतैतिर नास्ता पानी गरेर फर्किदिने हो। हजुर बाटो त डेन्जर। जान खुरखुरी गाउँदै जान्छ। बिस्तारै बिस्तारै डर चिप्लै हो क्या। के ननसेन्स बढी कराउँछ जस्तो। कुन उता जा, उता त्यहाँ माथि चढेको जा त। जा। ओइ 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 ओइ, तैँले गरेर म ढलिस नि त गइस् फेरि। मैले त खालस बिहान जस्तै ढैले। हिँड्दैछौँ हामीहरू फ्ल्याटबाट थाकिसकेका छौँ। अझै कहाँ भन्ने कुरा फेला पारिसकेको छैन हामीले। ओके गाइस, हामीहरूले एउटा ठाउँ पायो बसेर खानको लागि। अब हामी यही चौतारामा बसेर खान्छौँ। अहिले तलसम्म बाटो न छुसै निस्किनुहोस्। अल टिकटकर आर स्क्यामर्स। म त के भनेको त। ल बसौँ, जुत्ता सुत्ता खोलौँ, पोलिटिक मारौँ, घुम कि। म त आउने बित्तिकै खोलेँ अनि ज्याकेट स्याकेट खोलेर थालेँ। ल बसौँ। गाइजहरू, निशा र मेरो मैले अघि हजुरहरूलाई भनिहालेँ नि, हल्का ट्रान्सफर्मेसनवाला कपडा छ, एडजस्ट गर्न मिल्ने खालके। त्यही भएर हामीहरू चाहिँ के भयो, पसिनाले मेरो नि भिजिरहेको। त्यही भएर हामीहरू चाहिँ पुरा आफ्नो कपडा यसरी खोलेर चट्टा लाएर खोलेर बस्नुपर्ने हुन्छ। अब मलाई सबभन्दा फेभरेट त यही हो अरूहरूमध्ये। ल हामीहरू चाहिँ यहीँ बसेर वनभोज गर्न लाग्दैछौँ। अब यो केटा हो सबभन्दा क्यामेराबाट लुक्ने, तलै जुम गरी गरी देखाउँछ। हे यु के मासु मेड बाई मुस्कान गुरुङ। कसले भन्यो यसलाई हामीले थकल खान जान्छु भन्थ्यो। ओए ओ करेन्ट बबुवा कहिले भन नि त। त्यसले सपनामा देखेको थियो होला नि। ननसेन्स हाल कुरा गर्छस्। तिमी चाहिँ के खाँदैछौ? यो चिप्स खानु जब के हो त्यो ससेज ल ल सबै कुन हो? होइन न, कुन ब्रान्डको? ल हेर तैँले मेरै ढाड पाइस खाल्नलाई मेरो क्यामेरा। गलीहरूको यो भिडभाडमा पनि तिमीलाई मात्र खोजिरहन्छ यो मन।
हाम्रो वनको जुगाड हेर्न सक्नुहुन्छ हजुरहरूले हाम्रो मेकर यहाँ हुनुहुन्छ यता हुनुहुन्छ हेल्पर यता हुनुहुन्छ अर्को दुइटा हेल्पर एउटा चाहिँ पुरा खाँदै बसेको म चाहिँ फेरि खिच्दै बसिरहेको छु ओए ओए डेन्जर कहिले हर्केसमा खाने अनि कहिले त्यसमा कति बेला खाएछ नि खाइ पाउनु कि जुगीले खाएको त हामीले नि खाएको खाखा होला अनि निस्केको छ गयो सबै निकाल्यो हामी यति खानालाई आएको समाजना एउटा खुट्टा देखाएर बस्न मेरो क्यामेरा अगाडि आएर नमस्कार भन्नै पर्दैन हो डल्ले खोर्सानी टोक्दै गरम गुडुम बिचराहरूलाई चाहिँ पिरो भयो बेसरी तेरो बहिनी भ्लगर हो दाइ बुझिस् कागती हाल्न पर्ने अग्नि चाउचाउमा हालिदिउँ अब जुगाड आएर फोटो खिचेर भिडियो बनाएर हाल्ने अरू के गर्नु मैले अझै यसरी राखेको खाएको अनि टिकटकमा क्लिप जोडेर क्या ल ल म त खाएको साको होइन आफ्नै फोटो खिच्नु होइन म त यो खाएको सबै रिल्सहरू रिल्स बनाउने भनेर सोचेको थिएँ क्या रमाइलो त भएन तर तलतिर मात्रै भएको रमाइलो त भएन हजुर यस्तो पकाएको होला कि तिनीहरू माथि ल ल भुजिएर मासु हाल्नु त्यसले त्यसमा हाल्दैन हुन्छ त्यसमा यताको ससतिर लाग्ने भुजेर मासु छ नमस्ते मलाई त जुगाले त तिम्रो त्यही टोकेर होला त्यहाँको कि नानी मलाई यहाँ टेकेर टोकेर यहाँ लागिरहेछ क्या हो क्या यहाँ टोकेको त्यहाँ लाग्यो के हो कस्तो डरलाग्दो टोक्यो त्यो मच्छरले त डरलाग्दो टोकेर हावाले हम्का न वा यो के हो कि झोल अहिले खोलेर चिलाउनु यो दिदीको त होइन यस्तो हुन्छ कि फेरि चिलाएपछि रातले डराइसक्यो देख्दै उठेर खा कस्तो डरलाग्दो खाँदै बेस ऊ भुजिया हालेर अच्छा म मान जानुपर्छ अरे अनि अर्को नि के जान्छ पर्सिपल्ट एक अहिले ड्रेस चेन्ज गरेर ल्याउनु पर्दैन नि यसो गर माथिको खोल ल्याउँछु रे होइन त्यो माथिको खोल अनि सेतो ड्रेस मात्रै नहोला नि त कोपुरै सेतो ल्याएर आएको छु मैले त्यो त हारेला त्यो घरि हो फोटो खिच्ने भनेर ल्याएको छु एउटा ठाउँमा आएको अहिले 10 तारिकको फोटो खिचेर गएर 10 दिनसम्म भिडियो बन्द रहेछ त्यो त सब रिभिल भइसक्यो त्यो उडेको के भन्छ रे के होला उडेको नि यहाँ रुखमा हेरेर बसिरहेको नि मलाई त अल्टर राइड गर्न मन छ एकदम सानो प्लेन चरी उड्यो आकाश के होला यही होइन किन रोकेको होला अनि हजुर हाँस्दैन म त गीतै उल्टो गरेको अचानक म बसेको रेलै उड्यो बसेको गुड्यो रेलै गुड्यो बसेको एक्लै उड्नलाई
त्यो त भ्याउनु पर्यो होला नि त अनि त्यो हाजेर मासु हाल्नु दिबे म त मासु भयो कहिले भ्याउँछ त्यो मासु कहाँ बोकेर हामीले करेन्ट बसेन नि तर करेन्टै खाएन अच्छा मोमो त्यो करेन्ट मोमो को भने हो कि हेरिले मोमो मेरो म्याथमा भिडियोमा निसाको नाम बजेकै हरेक भिडियोमा निसाको नाम त बजेकै होइन तेरो नाक रुगा लागेरै बजेको हुन्छ कि बजेको होइन आज त रुगै लाग्यो हो पनि के अनि मलाई धेरै तातो भए पनि सिगान आउँछ धेरै चिसो भए पनि सिगान आउँछ अब हेर तातो कुरा के खायो भने मलाई गाह्रो छ Hey you! हामीहरूले चाहिँ खाजा साजा खाइसक्यौँ मिसा गयो त्यो 1 2 3 गो बाबरी फाले यसरी बाहिर भ्याउँछ क्या गर्न 1 2 3 गो बाबरी 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 को अनि हेराइ नै राम्रो भो नदेख्नु यो गरे नि नदेख्नु म खोले सिम्पल के त त पनि आइज आउनु छिटो छिटो आउनु यतिको त जहाँ हुन्छ के बाबरी माथि लाने नि साथीहरू बाबरी 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 को बो जानिस् गीत अलिक बाबरी गीत बनाउँछु बहुत बचा बचा हाम्रो दाइ चाहिँ धेरै चिलमा हुनुहुन्छ दुईटा दिदी र तीनटा बहिनीहरूले लिएर आएको दाइ बेसरी चिलमा बसिरहेछ ल ओके गाइज हामीहरू चाहिँ खायो उफ्रियो नाच्यो हाँस्यो के गर्यो फोटोसोटो खिच्यो अलिअलि अब वी आर लिभिङ ल लेट्स गो कैसा रहा आज का दिन दिपेशले सोध्नु पर्छ कस्तो रहा आज का दिन अब यसलाई देखाऊँ भने यसले भ्याक गर्छ फेरि ए ग्रुप फोटो ल ग्रुप फोटो खिचौँ एउटा यहीँ क्यामेरामा खिच्नु हुन्छ ल आऊ गाइज सबैको टाउको टाउको देखियो ल 1 2 3 गो 1 2 3 गो कजन्स डे आउट हाइकिङ आउट सबै आउट जुगा आउट ल अब चाहिँ गेट आउट ल अलराइट गाइज हामीहरूलाई चाहिँ एकदमै रमाइलो भयो हामीहरू आई डोन्ट नो डेस्टिनेसनमा पुगेन होला तर हामीहरूको डेस्टिनेसन यही हो जहाँसम्म आइपुग्यो त्यही हो हाम्रो डेस्टिनेसन बुझ्यो नि हो कि होइन हो भन्ने सबले त्यही गुड छानावाला छानावाला उत्योमा ल चलो चल्दै हे छित्तिस पानी बादलभित्र टुडु त्यो चाहिँ 9 गुरुङको टिकटकमा हेर्न जानु होला वर्षा गुरुङ भनेर छ के चाहिँ भयो जुगाले के एलर्जी भयो चिलाएर बात भइगयो बात आउँदैन अरे केटीले चलो ब्लेस यु वाट टाइप अफ हाइकर आर यु भनेर सोध्नु पर्ने चाहिँ कमेन्ट सेक्सन फेरि नदेखा भन्न तँलाई देखाउँछु यी ननसेन्स नौटङ्की काहीँ नभएको सेलिब्रेटी काहीँ नभएको जात्रा हाँडी गाउँमा यसको नौटङ्की यसलाई जबरजस्ती लिएर आएको चाहिँ हामीले भन्यो भने ए बाई द वे मेरो यो चस्मामा चाहिँ पावर छ त्यही भएर मैले आफ्नो मेरो चाहिँ धेरै जस्तो यो उत्योहरूमा यो ग्लासेसहरूमा चाहिँ मैले पावरै हालेको छु कि अब यसरी लगाएर हिँडिन्छ अनि हिँडेपछि अब आँखा देख्दिनँ नि त राम्रोसँग अनि त्यही भएर चाहिँ यस्तो हालेर हालेपछि सजिलो हुन्छ क्या टाढाको भ्यू पनि छर्लङ्ग छरपष्ट देखिन्छ जस्तो कि हामीले कहिलेकाहीँ आफ्नै नजिकको मान्छेहरूलाई चिन्न सकिँदैनौँ अब खटक भइसक्यो त्यो जुत्तामा लौ त नि ओके गाइज हामीहरू चाहिँ फाइनली तल झऱ्यो
अनि इट वाज सो मच फन कैसा रहा मान्छेहरूको हालत चाहिँ अलिकति खराबै छ कैसा रहा भोलि थाहा हुन्छ कैसे रह भन्ने कुरा आज त ठिकै छ होला निशा गुरुङको चाहिँ अलिकति हालत खराब भएको छ लुगाले हेलो मिस बिचरा दिपेश त कहाँ पुग्यो फेरि त्यो त रोकिँदै नरोकी गयो ल ओके गाइज आई होप यु गाइज इन्जोयड वाचिङ दिस भिडियो इफ यु डिड द डोन्ट फर्गेट टु लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब टु माई च्यानल आई सी यु गाइज भेरी सुन विथ माई नेक्स्ट भिडियो अनि त्यही हो ओभरअल एकदमै रमाइलो भयो अनि हामीहरू गएको चाहिँ रानी वनको वनै हो एक्ज्याक्ट एउटा डेस्टिनेसन थिएन हाम्रो हामी गएर एउटा ठाउँमा बसेँ खाएँ आएँ रमाइलो भयो द्याट्स इट के अरे हाम्रो आजको मेन एजेन्डा रमाइलो गर्ने थियो जो कि हामीले गऱ्यौँ हाइक गर्ने थियो गऱ्यौँ नियरली 4 आवर्स जाँदा 1.5-2 घन्टा एक्सपिरियन्स गर्नु गऱ्यो मजाले ल ओके टाटा थ्याङ्क यू फर वाचिङ